अनि अर्को अनौठो कुरो कर्मचारी महोदय काम गर्न मान्य सदस्य केपी खनाल। सम्माननीय सभामुख महोदय, साँडेको जुदाईमा बाछाको मिचाइ भने चाहिँ मेरो निर्वाचन क्षेत्र लम्कीचुवा अस्पतालको 50 शय्याबाट स्तरोन्नति गरी 15 शय्याबाट 50 शय्यामा स्तरोन्नति गरी प्रादेशिक अस्पताल सञ्चालनका लागि नेपाल सरकार मन्त्री परिषदको निर्णयले मिति 2082 जेठ 26 गतेको निर्णय अनुसार स्वीकृति प्रदान गरेको थियो। प्रादेशिक अस्पतालको स्वीकृति भएको यति वर्ष भइसक्दा पनि नगरपालिका र प्रदेशको आन्तरिक जुङ्गाको लडाइँले गर्दा त्यहाँका स्थानीयले सधैँ अप्ठ्यारो र मारमा परिरहेका छन्। सम्मानित सर्वोच्च अदालतले प्रदेश अस्पताल बनाउन केही रोकटोक नगर्नु भनी अन्तरिम आदेश दिइरहेको छ, तर पनि अहिलेसम्म त्यो अस्पताल सञ्चालन गर्नुको सट्टा कर्मचारीले तलब नपाउनु र केही दिन यता त्यहाँका काम गर्ने कर्मचारीलाई त्यहाँको स्थानीय सरकारले गाली गुलोज गरेको र कर्मचारीमाथि गाली गुलोज गरेको सामाजिक सञ्जालमा एकदमै व्यापक आइरहँदा त्यहाँ गाली बेइज्जत आइरहन्छ। तर यो सञ्चालनका लागि म प्रतिपक्ष मञ्चमा बसेको नेपाली काङ्ग्रेसमाथि ध्यान आकर्षण गर्न चाहन्छु सभामुख महोदय। यहाँ सदनमा तपाईँहरू पटक सरकारले यो गरेन त्यो गरेन भन्दै आफू उठ्नुहुन्छ, बेन्चमा बाटोमाथि उठ्नुहुन्छ, तर तपाईँहरूकै सरकारमा बनेको स्थानीय सरकार र प्रदेश सरकारले लम्कीचुवा प्रदेश अस्पतालमाथि गरेको अन्यायलाई तपाईँहरूले कहिलेसम्म सदनमा बोल्नुहुन्छ? तपाईँहरू सधैँ सरकारले यो गरेन त्यो गरेन भन्नुहुन्छ। तपाईँकै सरकारमा बसेको स्थानीय सरकारले काम गर्ने कर्मचारीमाथि गालीगोज गर्दा कहाँ छ नेपाली काङ्ग्रेस? म यहाँबाट खोज्न चाहन्छु सभामुख महोदय। एउटा काम गर्ने कर्मचारीले काम गर्न पाउँदैन, प्रादेशिक अस्पताल बन्नुपर्छ भनिरहेको छ, प्रादेशिक अस्पताल बनिरहेको छैन, अनि यहाँ चाहिँ उहाँहरू आदर्शका कुरा गर्नुहुन्छ। म यहाँबाट नेपाली काङ्ग्रेस खोज्न चाहन्छु, काङ्ग्रेस कहाँ छ? काङ्ग्रेसको सरकार कहाँ छ? म यहाँबाट खोज्न चाहन्छु सभामुख महोदय। यति मात्र होइन, त्यहाँका कर्मचारीहरूले त्यहाँका शिक्षा, स्वास्थ्य, खेलकुद अन्य क्षेत्रका कर्मचारी पनि यहाँबाट पीडित छन्। अनि अर्को अनौठो कुरो कर्मचारी महोदय, काम गर्न